हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला एन्ड म पनि सन्चै आरामै छु। आज चाहिँ म यो अम्बटेतिर जान लागिरहेको छु होइन। अहिले चाहिँ हिँड्दै हिँड्दै गइरहेको छु। अहिले चाहिँ पछि बाइक आउँछ भाइले लिएर, त्यही हो होइन। अहिले चाहिँ म यो के भन्नु पुर्ने भिरतिर आइपुगेको छु है। तल खोला छ, माथि यो सानो रोड छ, त्यतातिर छु। सो गाइज है, मेरो चाहिँ भाइ आइसकेको छ। अहिले चाहिँ अब जानुपर्ने हुन्छ। हिलो चाहिँ कडै छ यार, कडै छ। पछाडि एउटा बाइक आइदिरहेको छ होइन। अगाडि जाओस् है, अगाडि गर्नु पर्यो है। खतरा स्पिड जाँदो रहेछ यार त्यो बाइकमा, के हो डेन्जरको दाइदिरहेछ यार। बिहान बिहानको होइन गाइज, शीतलमा हिँड्न त छुट्टै मजा छ, केही नभन्नु न। आनन्द होइन, गर्मी पनि हुँदैन, सर है, हावाले हुन्छ ल। मेरो गाडीको चाहिँ यो क्वार गर्ने समस्या आएर गाइज होइन, लोथ बनाइसक्यो क्या। पिकअप लिँदा हुँदैन, अनि फेरि जब पिकअप लिन छोडिन्छ नि, अनि त्यस पछाडि घर गरेर होइन टेन्सन बनाइदिइरहन्छ क्या। टेन्सन पुरा। नयाँ गाडी पनि पुरा खोद्रे गाडी जस्तो लागिसक्यो क्या पुरै। सो त्यही हो। आजको मौसम ठिक छ है गाइज, आजको मौसम। परको डाँडामा त घाम लाग्न थालिसक्यो होइन। यो चाहिँ सिमल भन्ज्याङ है, यो ठुलो सिमल छ, त्यही भएर सिमल भन्ज्याङ भनेको होला। ल अब सिमल भन्ज्याङबाट नि यता कटियो। यताको बाटो चाहिँ ठिक छ क्या गाइड होइन, किनभने यो तिर्सो ठिक्कको बाटो छ क्या। उकालो पनि होइन होइन, ओह्रालो पनि होइन, तिर्सो परेको बाटो छ। यताबाट थियो त नि हिजो यहाँनिर टाउको कटेको यार पानी राम्रो बाइकको। अम्बटेसम्म कन्ने खोला है गाइज, हामी कन्ने खोला तरिसक्यौँ है। यतातिर त मकै पनि पाक्न थालिसकेको छ यार, पाक्न थालिछ होइन, पाकिसकेछ भन्दा नि भयो। अब भाँच्ने बेला पो हुनु लागिसक्यो बाटै यताको। हिलो चाहिँ कडै रहेछ क्या यहाँ। गाडीहरू हिँड्दै गर्छ नि त, हिलो त मुला यहाँ त पुरै गर्न नसाध्य हुन्छ। त चिप्ल्यो भने उता क्वालिटी ट्याक्कै हो क्या। गाह्रै छ है, गाह्रै छ। हिलो बाटो क्या, अप्ठ्यारो बाटो। त्यहाँ चिप्लीलाई केटा हो। यो उकालो क्या स्वाद आउने कुरा हो। गाडीहरू पनि कम स्पिड आउँदैन क्या यो उकालोमा चाहिँ, डेन्जर लाग्छ मलाई यो उकालो। न आउँछ बाइक गाडी पनि, बाइकहरू पनि यस्तो बोला जान्छ यहाँ त। अहिलेको उकालो खतरा कुदाउँछ नि गाडीहरूले पनि। ठाउँहरू त राम्रो छ यतातिर। ठाउँको नाम चाहिँ के हो थाहा छैन होइन। राम्रो देख्दाखेरि राम्रै लागिरहेको छ, चिसो हावा पानी होइन। आनन्द बस्नलाई क्या, कतै झाउ झुझु केही छैन होइन। भोलि पर्सि यहाँ हाइवे भएपछि चाहिँ अलिक गाडीहरू गएको छ होला, नत्र भने चाहिँ बवाल हो क्या यतातिरको ठाउँ बस्नलाई चाहिँ। डेन्जरै हो।
एउटै घरमा 2टा 3टा 4वटासम्म बाइक छ यार यतातिर त के हो घरै ठाउँ परेछ है क्या हो यार हिलो 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 अब यहाँनिर छ क्या डेन्जर उकालो भनेको डेन्जर त धेरै त उकालो होइन तर त्यो क्या सोलिङमा उकालोमा सोलिङ छ यत्रो ठुल्ठुलो ढुङ्गा डडाइङ गरिदिन्छ क्या पुरै होइन गाडीलाई नै पुरै सामानै बिगार्ला भन्ने डर क्या यो सोलिङ चाहिँ अलिक कस्तो छ भने लोड लिएर आउनुपर्छ अझ ओह्रालो आउँदा झन् अगाडिको मान्छेलाई चेप्टाएर ड्राइभरलाई यो ओह्रालोले गाह्रै पार्छ यदि यहाँ ढलान हुँदैन थियो भने चाहिँ गाह्रै पर्ने बाटो रहेछ क्या यहाँ ढलान गरेर ठिकै राम्रै अलिकति राम्रै गऱ्यो भनौँ न यहाँको नत्र भने त यहाँ पहिला त डेन्जर बाटो हो नि यो त ट्र्याक्टर धरि चढ्दैन थियो यहाँनिर गाह्रो बाटो हो नि त यो त पुरै ढुङ्गा छ होइन आज हामी छिटो आइयो अम्बटेबाट जाने बर्दिवास जाने गाडी आइपुगेकै छैन त अझै अम्बटेबाट हिँडेकै छैन क्या हो हामी अम्बटे नै पुग्नु लागिसक्यो त अब अलिबारमा त अम्बटे पुग्छ त बिस्तारै राजा बिस्तारै राजा बिस्तारै अहिले गाह्रो पर्छ सो गाइज है अझै हामी अम्बटे आइसकेका छौँ है त्यो अगाडि देखिरहेको यो कम्पाउन्ड हेरेको चाहिँ अझै लाग्दैन यो कम्पाउन्ड हेरेको चाहिँ के भन्छ अरे अम्बटे अस्पताल है त्यो चाहिँ माथितिरको चाहिँ अम्बटे स्कुल अलिक माथि गएर पनि हाल्नुपर्छ होइन हेर्नुपर्छ कस्तो छ होइन अम्बटे के हो बाटो चाहिँ डेन्जरै भएछ यतातिर हिजो त यस्तो थिएन क्या राम्रो थियो त्यो भिडियो गर्न पाइएन होइन मोबाइलमा चार्जै भएन त्यही भएर आज चाहिँ भिडियो गरौँ न त भनेर आएको यहाँ आउने काम पनि थियो अनि त्यस पछाडि हिजो काम पुरा भएन क्या यतातिरको अनि आज पनि आएको त गाह्रै पऱ्यो त हौ बाटो त डेन्जरै लाग्यो अब यहाँ झन् यो मोडमा झन् यस्तो डेन्जर छ नि गाई छैन गाह्रै लाग्छ क्या गाडीहरू त ल यो बाटो त रोकिँदै नरोकिकन आउँछ क्या यो बाटो ट्र्याक्टरहरू ननिस्किएर होइन टेन्सन बनाउँछ ट्र्याक्टर ड्राइभरहरूलाई यो फर्की डाँडा जाने बाटो अब यस्तो गरेर बाटो आएको होइन यो बाटो आएको होला यो बाटो गाडीको दाम खोइ गाडीको दाम हिजो गएको थिएन कि यतै थियो कि उयो यता देखाउँदै अम्बटे स्कुल लाग्छ पनि अम्बटे एक दिनै लाग्छ है क्या हो यहाँ टिचरहरूलाई त्यो अम्बटे स्कुलमा पढाउनुलाई माथिको माथिसम्म छ होइन सो गाइज है अब चाहिँ भाइ फर्किन्छ अब म चाहिँ यतातिर काम गर्नेछु है सो बाई बाई यतिसम्म हेरिदिनु भयो थ्याङ्क यू सो मच भन्न चाहन्छु